ल ल है हामी चाहिँ लाग्यो होइन Wow. Nice, nice, nice. Okay. बाटो चाहिँ राम्रो छ भाइ राम्रो छ बाइकले लाने हो ठिकै हुन्छ हिँड्दै जाँदैछन् कि हजुर कहाँ कहिले साध्य हो त्यो वहाँ पुग्न वाह बाटै थाहा छैन क्या म त हिँड्दै जानु ठिक हुन्छ नि अझ एक दुईजना आज पनि चाहिन्थ्यो क्या ओहो त्यो पोलमा आइपुग्दा कस्तो फास्ट क्या तिमी ड्राइभर पनि निकालै त सर पुरै यहाँ त रहेछ नि त मै भनेन अलिकति यहीँबाट भनेर ऊ हेर्नुमा कति आउँदैछ नि त शान्ति भयो त एकदम तर छिटो चाहिँ हिँड्दो रहेछ है दाइ छिटो किन बेलुकासम्म पुऱ्याइदिनु बाटो थालिदियो त जङ्गलतिर हिँड्दै जानु हल्ला गर्दैछ नि बाटो छ कता यमुनी हिँड्दैछ एपरे बाटो रहेछ नि उता हिँड्दै दिएर न ए अन्त हो त रहेछ भरे गएर हिँड्दै जाने क्या साँच्चै बाटो यहीँको रहेछ अब यहाँबाट छ क्या ओह्रालो आउँछ बाटो बाटो यहाँसम्म छ यहाँबाट उड्ने फेरि Bye. यता बाटो उतै पारी हो क्या उता त्यो अघि आइरहेको थियो नि केटाहरू यो पछाडि थियो क्या परबाट आइरहेछ नि त बाइकमा यता चाहिँ त्यो हो क्या
प्यारासुट लिएर हिँड्ने ठाउँमा चाहिँ है ओहो बोकेर 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 ल्याउने हाम्रो गाउँतिर जस्तै गर्छ है कुन यो हो नि त यसरी हो क्या आउने भनेको केबल कार्ड दुईजनालाई मात्रै एउटा केबल कार्ड दुईजनालाई मात्रै रमाइलो खासरी हिँड्ने चाहिँ दुईजना मात्रै है त्यही भएर तपाईँ र म मात्र दुईजना छौँ त आम्मामा कति आउँदैछ है अझै अहिले आउँदा अहिले चाहिँ क्लियर आइयो है हो यो जङ्गलमा त बाघ पनि होला है जङ्गलमा मान्छे होला यस्तो घनाघोर जङ्गल छ अनि के छ त यार होला नि दोस्तहरूसँग पनि हेर्दा लाग्छ र है यो त रोगेर ओर्लेर जाने हो क्या हुन्छ कति टाइममा आउँदैछ 9 अब 3 मिनटमा पुगिन्छ है त आइज्यो 3 मिनट यहाँ आउनु कति छिटो झरे जस्तो लाग्छ यार बिस्तारै झर्यो नि पोइनाले के ल्यायो बोकेर ल्याएको कुन चाहिँ यो पोल बोकेरै नल्याउँदा के गरे हेलिकप्टरले ल्यायो भने नि
हुनसक्छ म त प्रायः जस्तो त्यस्तै हुन्छ नि त झन्नै चिसो चिसो हुँदो रहेछ है माथि फेरि गर्नु मन लाग्यो किन उभिएको किन उफ्रेको को उफ्रेको खाली जान्छ त यसमा चाहिँ जानुपर्ने चढेर है हावा खाले आम्पाल चाहिँ मान्छे त्यतै के हाल्दा त्यो मान्छे ए ल यतै हो भनेर पाइसक्यो यहाँ घर र चाहिँ त्यो हिँड्दै आउँदा चाहिँ ठिक्क होइन त्यो घरतिर बस्नु ओहो त्यो डोरी त खतरा हुँदो रहेछ है पिङ खेल्ने डोरी जस्तो हुन्छ तार हावा हँ? तार जस्तो छ कि डोरी जस्तो छ यो यो त ठाडै उकालो रहेछ मसँग यहाँनिर है है तपाईँ क्लियर छ मलाई त्यस्तो जस्तो लाग्छ चुम्तोले ठ्याङ्दो यस्तो क्लियर छ मलाई ठ्याङ्दो मेरो ठ्याङ्ने भन्छ सबै हाँस्दै आउँदैन त अनि उँभो जाने भने मन्दिर जानु आयो त थोरै हुन्छ यस्तै दुईजना मात्रै आउनुपर्ने रे हो भाइ राम्रो रमाइलो यस्तो बाटोलाई चाहिँ लडेर कति ठाउँ भत्किँदै आउँछ आज शनिबार खासै मान्छे देखेन है यहाँ अफिसका मान्छेहरू मात्रै आउँछ अफिस टाइममा मात्रै खासमा कुरो त्यस्तो रहेछ नि त कुरो थ्याङ्क छ Hi guys.